साथीहरू नमस्कार। आज फागुन 1 गते एउटा यस्तो दिन जसले नेपालको इतिहासमा गहिरो छाप छोड्यो। तपाईँलाई थाहा छ यो दिन किन यति महत्त्वपूर्ण छ? 2052 साल फागुन 1 गते सुरु भएको जनयुद्धले देशलाई दशक लामो द्वन्द्वतर्फ लियो। यो समयमा नेपालले ठुलो परिवर्तनको यात्रा पार गर्यो। धेरै परिवारहरू प्रभावित भए, देशको संरचना बदलियो र नयाँ राजनीतिक युग सुरु भयो। वर्षौं बितिसक्दा पनि आज हामी सबैले एउटा कुरा सोच्नुपर्छ, परिवर्तन भनेको केवल व्यवस्था बदलिनु मात्र होइन, नागरिकको जीवनमा सकारात्मक असर पार्नु पनि हो। इतिहासले हामीलाई सिकाउँछ संवाद, सहकार्य र एकताले मात्र देशलाई अगाडि बढाउने अबको जिम्मेवारी हाम्रो हो। विगतको पाठ सिकेर अझ राम्रो भविष्य निर्माण गर्ने फागुन 1 केवल सम्झनाको दिन मात्र होइन, चेतनाको दिन पनि हो। सबैले इतिहासबाट सिकौं, शान्ति र प्रगतितर्फ अघि बढौँ। सबैलाई जनयुद्ध दिवसको हार्दिक शुभकामना। धन्यवाद।